विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर पुरानो संस्कृतिलाई जगाउनका लागि चिरबन्जय युवा क्लबले आयोजना गरेको खुल्ला चङ्गा उडाउने प्रतियोगिता सम्पन्न भएको छ। 19 जना प्रतियोगी सहभागी रहेको खेलमा निकै उत्साहपूर्वक सहभागिता देखिएको छ। भर्खरका ठिकादेखि वृद्धसम्मको उपस्थितिमा आकर्षक देखियो। विभिन्न थरीका चङ्गाहरूले पुरा माहौललाई बनाएको थियो। माथि पठाउनु पर्यो छिटो। ल यो उडेन अझै इगल नेपाली झन्डा गयो। नेपालको झन्डामा बनेको चङ्गा मजाले उडेको छ। ज्येष्ठ नागरिक भए सबैजना अहिले हावाले थोरै साथ नदिएको भएर बुवाहरू पुरानो आफ्ना दिनका सम्झनाहरू फेरि पनि एकचोटि पुनर्ताजा गर्दै हुनुहुन्छ। उहाँले आफै बनाउनु भएको चङ्गा माथि जाने प्रक्रियामा छ। चङ्गाहरू आकाशमा उहाँको नेपालको झन्डा भएको चङ्गा अहिले सबभन्दा माथि छ। अहिले ग्रुपमा लट्टाइ पनि निकै आकर्षक छ उहाँको। सँगसँगै अर्को आकर्षक लट्टाइ उडो नि दुईटा उड्यो आएर जङ्गा आकाशमा देख्नु पाएको यो यहाँहरूको मुस्कान, यहाँहरूको उत्साह चङ्गा उडाएर भ्याउँदासम्म रहिरहोस्। म यो पनि शुभकामना दिन चाहन्छु प्रतियोगीलाई। यहाँहरू सम्पूर्ण प्रतियोगीहरू एकदमै ऊर्जाका साथ यहाँहरू आउनु भएको छ। यहाँहरू सबैलाई म हार्दिक शुभकामना दिन चाहन्छु। यहाँहरू सबैलाई तपाईँ कहाँ चङ्गा उडाउन आउनु भएको? तपाईँलाई रमाइलो लाग्छ? अगाडि योभन्दा पहिला उडाउनुहुन्थ्यो तपाईँले? योभन्दा अगाडि सानोमा यो बच्चाहरू बाबुहरू भाइ बहिनीहरूसँग जत्रमा छँदा उडाउनुहुन्थ्यो हो? पक्का हो नि? अहिले पनि तपाईँलाई जित्छु भन्ने लागिरहेको छ? अनि कति वर्ष हुनुभयो? 83 वर्ष। करोडका निमित्त अगाडि निम्त्याउँछु। तालीले सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँको पुरस्कार राशि रहेको छ रु 11,000 रकम सानो होइन,
होइन, पुरस्कारको रूपमा यहाँले जित्नु भएको छ। यहाँलाई धेरै धेरै बधाई छ। मेडल सहित यहाँले पुरस्कार राशि लिँदै हुनुहुन्छ। यहाँलाई तालीले सम्मान गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्दछु। यहाँहरू अब हामी हाम्रो यस कार्यको थियो, उहाँले एकदमै खट्नु भएको थियो। उहाँ झन्डै झन्डै प्रथम हुन पनि लागिरहनु भएको थियो। उहाँको प्रयास, उहाँको मिहिनेतलाई हामी एकदमै सलाम छ। उहाँलाई द्वितीय पुरस्कार प्रदान गर्नको लागि म अनुरोध गर्दछु। तालीले सम्मान गर्नको लागि अनुरोध गर्दछु। उहाँलाई धेरै धेरै बधाई पनि हामी ज्ञापन गर्न चाहन्छौँ। त्यसै गरी उहाँ तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ। उहाँलाई धेरै धेरै बधाई सहित यहाँहरूले तालीले सम्मान गरिदिनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। पुरस्कार राशि 5,000 रहेको छ है। 5,000 तृतीय पुरस्कार रु 5,000। मेडल पनि रहेको छ। मेडल पनि लगाइदिनको लागि म अनुरोध गर्दछु। तृतीय मेडल उहाँलाई धेरै धेरै बधाई छ। त्यसै गरी म तालीले सम्मान गर्नको लागि पनि म अनुरोध गर्दछु। त्यसै गरी तृतीय पुरस्कार सान्त्वना पुरस्कार तालीले सम्मान गरिदिनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी एकदमै प्रयास गर्नुभएको थियो। उहाँले एकदमै टाढा पनि पुर्याइरहनु भएको थियो। चङ्गा हामी अवलोकन गरिरहेका थियौँ। पछि उहाँको चङ्गा चैट भयो र सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ। उहाँलाई धेरै धेरै बधाई सहित हामी सम्मान स्वरूप